रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको आइपिओ पर्नेहरूको लागि चाहिँ खुसीको खबर रहेको छ, किनभने यस कम्पनीको आइपिओ जसलाई परेको थियो उहाँहरूको डिमेट खातामा चाहिँ ट्रान्सफर भइसकेको छ। सो तपाईहरूको पनि चेक गर्नुहोला माई पोर्टफोलियोमा गएर त्यहाँनिर तपाईहरूको ट्रान्सफर भएको छ कि छैन त भन्ने कुरा। र अब यो कम्पनीको सेयर डिमेटमा त ट्रान्सफर भइसक्यो, अब नेप्सेमा लिस्टिङ हुन बाँकी छ। नेप्सेमा लिस्टिङ हुनको लागि 1 हप्ता जति लगभग समय लाग्नेछ र नेप्सेमा लिस्टिङ भइसकेपछि त्यसको भोलिपल्टदेखि नै कारोबार सुरु हुनेछ। र पहिलो कारोबार यानि कि फर्स्ट ओपनिङ प्राइस रेन्ज भनेको चाहिँ 242.05 देखि लिएर 726.15 तिर हुनेछ र प्राय जस्तो कम्पनीहरूको आइपिओबाट खुलेर ओपनिङ हुँदाखेरि भने म्याक्सिमम प्राइस रेन्जबाट हुने गर्छ। त्यसैले यसको पनि 726 तिर नै ओपनिङ हुन सक्छ र त्यतिमा ओपनिङ हुँदा पनि घाटा नै हुन्छ, किनभने 820.80 80 रुपैयाँ प्रति किताको दरले चाहिँ यो आइपिओ चाहिँ भरेको छौँ भने 726 तिर त घाटा लाएर त कसैले बेच्न त चाहँदैन। सो त्यसैले ओपनिङ हुन चाहिँ त्यहीदेखि देखिन्छ। सो हेरौँ कतिको ओपनिङ हुन्छ र ओपनिङ भइसकेपछि कतिको बढ्दै जान्छ, त्यसपछि हामी त्यसको बारेमा अपडेटहरू पनि तपाईहरूलाई दिँदै जानेछौँ। र तपाईहरूमध्ये कसलाई चाहिँ यो आइपिओ परेको छ त कमेन्ट गर्नुहोला र यस्तै खाले आइपिओ सम्बन्धित भिडियोहरू अपडेटहरू हेर्नको लागि हामीलाई सब्स्क्राइब गरेर राख्नुहोला।